31 तारिकको बेलुका हामी प्रार्थना गरिरहेका थियौँ अनि परिवार हामीसँग कतिजना परिवारहरू पनि जोडिएका थिए। आगो फुकिरहेका थियौँ, न्यानो थियो अनि हामी परमेश्वरप्रति यति ज्यादा ग्रेटफुल भइरहेका थियौँ, प्रभुलाई धन्यवाद दिइरहेका थियौँ। त्यो हाम्रो लागि एउटा अवसर पनि थियो। हामी चाहन्थ्यौँ त्यो अवसर, त्यो मौका चाहिँ हाम्रो हातबाट नजाओस्। अनि त्यही कारणले गर्दा 31 तारिकको रात्रि हामी प्रार्थनामा बस्यौँ। प्रार्थना यति साह्रो शक्तिशाली प्रार्थना भयो। अनि प्रार्थनामा जानभन्दा अगाडि परमेश्वर मसँग बोल्न सुरु गर्नुभयो। बडो रमाइलो कुरा चाहिँ हाम्रो परमेश्वर चाहिँ बोल्ने परमेश्वर हुनुहुन्छ। अनि परमेश्वरले मलाई एउटा भर्स उहाँले मलाई दिनुभयो अनि यो भर्स यति साह्रो शक्तिशाली भर्स थियो मेरो लागि। अनि प्रभुले मलाई भन्नुभयो यो चाहिँ एन्टियोकको लागि, एन्टियोकाइट्सहरूको लागि हो। अनि त्यो रात्रिको समय यो भर्सलाई हामीले घोषणा गरिरहेका थियौँ। अनि आजको दिन परमेश्वर दिनुभएको बाइबलको यो भर्सबाट हामी सुरुवात गर्नेछौँ। यो प्रोफेटिक छ, परमेश्वरले हामी हरेकको लागि दिनुभएको यो बाइबलको भर्स हो। म चाहन्छु तपाईँको घरमा यो भर्सलाई तपाईँले लेखेर राख्न सक्नुहुन्छ। हामी एनएलटी भर्सनबाट हामी लिनेछौँ। भजनको किताब 90 को 15, बुक अफ साम 90 को 15। यसै लेखेको छ, मेरो पहिलाको मिजरी भन्दा पनि ज्यादा तपाईँको ग्ल्याडनेसले, तपाईँको खुसीले तपाईँले मलाई भर्नुहोस्। अनि अर्को चाहिँ रिप्लेस गर्नुहोस् भन्ने त्यहाँ शब्द छ। खराब वर्षहरूलाई असल वर्षले बदल्नुहोस्। खराब वर्षहरूलाई चाहिँ असल वर्षहरूले चाहिँ रिप्लेस गर्नुहोस्। अनि प्रभुलाई मैले थ्याङ्क यू भनेर भने त्यो समय तपाईँलाई थाहा छ 2025 चर्चको लागि एउटा गाह्रो वर्ष थियो। तपाईँहरू हरेकको लागि, मैले धेरैको लागि सुने। मैले यो पर्सनल प्रोफेसी तपाईँको लागि भन्दैछु है। थुप्रै प्रोफेसीहरू आएको होला, त्योसँग तपाईँले कम्पेयर नगर्नुहोस्। तर यो चाहिँ विशेष गरी इन्डिभिजुअली परमेश्वरले चर्चको लागि बोल्नु भएको कारणले गर्दाखेरि यो भर्स चाहिँ मैले तपाईँको अगाडि म दिँदैछु। प्रभुले दिनुभएको भर्स हो यो। चाहिँ मोजेसको भजन हो। मोजेसले परमेश्वरसँग गरेको एउटा प्रार्थना हो। तपाईँले बाइबलमा पढ्नुभयो भने मोजेसको लाइफको बारेमा तपाईँले धेरै कुराहरू पढ्न सक्नुहुन्छ। अघि मैले प्रार्थना पनि मोजेसको बारेमा मैले केही कुरा तपाईँलाई बताएँ। परमेश्वरले कादेश वर्ण भन्ने ठाउँमा लानुभयो, माउन्ट सेनाईमा लानुभयो इजरायलीहरूलाई, अनि त्यो प्रमिस ल्यान्डलाई देखाउनु भयो। तपाईँले बाइबलमा पढ्नुभयो भने इजरायलीहरू चाहिँ त्यहाँ बागी भएको देख्छौँ। गनगन गरेको कुराहरू देख्छौँ। परमेश्वरको ठुलो अनुग्रहलाई त्यो ठाउँमा तपाईँले देख्न सक्नुहुन्छ। इजरायलीहरूलाई परमेश्वरले कति ठुलो अनुग्रह गर्नुभयो। इजरायलीहरूलाई इजिप्टबाट परमेश्वरले एकै दिनमा निकालेर ल्याउनु भयो। तर त्यो विल्डरनेसबाट तिनीहरू निस्केर कनान देशमा पुग्नको लागि तिनीहरूलाई 40 वर्ष लाग्यो। परमेश्वर चाहनुहुन्थ्यो तिनीहरूलाई छोटो समयभित्र नै तिनीहरूलाई परमेश्वरले चाहिँ कनान देशको लागि तयारी पार्नु भएको थियो। तर तिनीहरू परमेश्वरको ब्लेसिङ पाउनको लागि तिनीहरू तयारी थिएन। अनि यो भर्स लेख्दै गर्दा, च्याप्टर 90 लाई लेख्दै गर्दा मोजेसले त्यो हार्डसिपलाई देखेको छ। इजिप्टको स्लेभरीको कुरालाई पनि देखेको छ, दासत्वको कुरालाई पनि देखेको छ, विल्डरनेसमा बिताएको कुराहरू पनि उसले देखेको छ। अनि मानिसहरूले कसरी परमेश्वरलाई एउटा अनाज्ञाकारिताको जीवन बिताएको कुरा पनि उसले देखेको छ। अनि बाइबल यसरी भन्छ इजरायललाई फेरि 40 वर्षको यात्रातिर लानुभयो।
एउटा लामो फ्युनरल सर्भिसलाई उसले कन्डक्ट गर्नु परेको छ। 20 वर्षदेखि माथिको सबै मानिसहरूको मृत्यु बाटोमै भएको छ। मोजेसको दिदीको पनि मृत्यु भएको छ, हारुनको पनि मृत्यु भएको छ। अनि मोजेसले सारो कुरालाई देखेको छ। मोजेसले परमेश्वरसँग बिन्ती पनि गरेको कुरा हामी देख्छौँ, तर परमेश्वरले मनाइ गर्नुभयो। माउन्ट पिस्गासम्म लानुभयो, तर प्रमिस ल्यान्डमा उसलाई जाने अनुमति दिनु भएन। जसुवालाई अनुग्रह गर्नुभयो। यी सबै कुराहरू देख्दै गर्दा भजनको किताब 90 मा आएर मोजेसको प्रार्थनालाई हामी देख्न सक्छौँ। मोजेसले परमेश्वरसँग प्रार्थना गर्न सुरु गरेको छ। अनि विशेष गरी यो वर्ष 15 मा हामीले पढ्दाखेरि के पाउँछौँ भन्दाखेरि मोजेसको प्रार्थनामा यसरी मोजेसले भन्छ, जति पनि त्यो दुष्ट वर्षहरूलाई चाहिँ, गाह्रो वर्षहरूलाई चाहिँ हामीले फेस गर्यौँ, त्यसलाई चाहिँ तपाईँले रिप्लेस गरिदिनुहोस्। अब हाम्रो जीवनमा चाहिँ तपाईँले नयाँ काम गर्न सुरु गर्नुहोस्। अनि मोजेसले भन्छ, पहिलेको दुःखको अनुपातमा तपाईँले हामीलाई त्यो खुसीले भर्नुहोस्। खराब वर्षहरूलाई चाहिँ असल वर्षले बदल्नुहोस्, रिप्लेस गर्नुहोस्। प्यासन ट्रान्सलेसनले यसरी भन्छ, आउनुहोस् परमेश्वर, तपाईँले हामीलाई खुसीले भर्नुहोस्। हाम्रो वर्षौंको समस्याहरूलाई दशकौंको आनन्दले भर्नुहोस्। जुन चाहिँ ट्रबलको बाटो भएर हामी गयौँ, तर अब तपाईँले हामीलाई दशकौंको आनन्दले बदलाइदिनुहोस्। मा हामी जाँदै गर्दा एउटा कुरो थाहा गरौँ, प्रभुले तपाईँको प्रार्थनालाई सुन्नु भएको छ। तपाईँको चित्कारलाई प्रभुले देख्नु भएको छ। तपाईँको आँसुलाई उहाँले देख्नु भएको छ। मोजेसको प्रार्थना जसरी सुनेर उहाँले आन्सर दिनुभयो, हाम्रो परमेश्वर चाहिँ हाम्रो प्रार्थना सुन्ने मात्र परमेश्वर हुनुहुन्न, उहाँ चाहिँ सुनेर आन्सर दिने परमेश्वर हुनुहुन्छ। 2025 तपाईँको लागि एउटा प्रिपरेसनको तयारीको साल थियो। परमेश्वरले तपाईँलाई धेरै कुरोमा तयारी गर्नुभयो। धेरै बाटोबाट भएर तपाईँ जान पर्यो। धेरै समस्या, परिस्थिति, अभाव, घटेकमी, थुप्रै कुराहरूको बाटो भएर तपाईँ जानुभयो होला। जीवनमा थुप्रै चुनौतीहरूको तपाईँले सामना गर्नु पर्यो होला। तर तपाईँ 2026 मा जाँदै गर्दा परमेश्वरले अब सबै कुरोलाई रिप्लेस गर्न गइराख्नु भएको छ। परमेश्वरले बदलाउन गइराख्नु भएको छ। किनकि तपाईँले तपाईँको दुःखलाई बिर्सिनु हुनेछ, तपाईँको साथीलाई बिर्सिनु हुनेछ भनेर भन्नु होला। जुन चाहिँ ठाउँमा तपाईँ रुनु भएको थियो, जुन चाहिँ ठाउँमा तपाईँलाई शरम भएको थियो, जुन चाहिँ ठाउँमा तपाईँलाई गाह्रो भएको थियो, तर 2006 भित्र तपाईँ जाँदै गर्दा दशकौँ भनेर मसँग भन्नुहोस् न हौ। प्यासन ट्रान्सलेसनमा डिकेड्स भनेर शब्द युज गरेको छ। दशकौँको आनन्दले चाहिँ परमेश्वरले अब तपाईँलाई बदलाउन गइराख्नु भएको छ। त्यो कारणले गर्दा तपाईँलाई थाहा नै हुँदैन कि मेरो जीवनमा फेलियर थियो, कि म त्यो मिस्टेकको बाटो भएर जानु पर्यो, म गाह्रो स्थितिमा थिएँ। तपाईँले सम्झिने फुर्सद हुने छैन, किनकि परमेश्वरको प्रतिज्ञा तपाईँ र मेरो लागि यो छ, परमेश्वरले तपाईँको सबै दुःखलाई चाहिँ अब उहाँले रिप्लेस गर्न गइराख्नु भएको छ। तपाईँहरू कति एक्साइटेड हुनुहुन्छ? किनकि 2026 चाहिँ एन्टियोकको लागि एउटा आशिषित दिन हो। हामीले घोषणा गरिरहेका छौँ, प्रत्येकको लागि हामीले घोषणा गरिरहेका छौँ, एउटा आशिषित दिनहरूमा हामी प्रवेश गर्न गइरहेका छौँ। अनि मोजेसले पनि भजनको किताब 90 अध्यायमा यसरी प्रार्थना गर्छ, हामीले जति वर्ष दुःख भोग्यौँ अब त्यसलाई तपाईँले आनन्दमा परिणत गरिदिनुहोस्। दशकौँको आनन्द तपाईँले हाम्रो जीवनमा ल्याउनुहोस्। तपाईँको निगाह चाहिँ हामीमाथि रहेकोस्। हाम्रो हातको कामहरूमा तपाईँले हामीलाई सफलता तुल्याउनुहोस्।
सफलता दिनुहोस् भनिकन वर्ष 17 मोजेसले भन्दछ। अनि त्यही कारणले गर्दा योएलको किताबमा यसो लेखेको छ, परमेश्वरले हामीलाई सबै कुराहरू रेस्टोर गर्छु भनेर उहाँले भन्नुभएको छ। त्यो एन्डलेस जोय, त्यो एभरलास्टिङ परमेश्वरको आशिष, अनुग्रह, त्यो खुसी उहाँले दिन्छु भनेर उहाँले हामीसँग प्रतिज्ञा गर्नुभएको छ। येसायाको किताब 61:7 तपाईँले पढ्नुभयो त्यहाँ यसरी पाउनुहुन्छ, तिमीहरूको शर्मको सट्टा मेरो प्रजाले दोबर आशिष पाउनेछ, अनादरको सट्टा तिनीहरूले आफ्नो उत्तराधिकारमा रमाउनेछ। यसकारण तिमीहरू दोबर भागका हकदारहरू हुनेछन्। अनन्तताको आनन्द तिमीहरूको निम्ति हुनेछ। परमेश्वरले यहाँ डबल भनेर भन्नुभएको छ, डबल अनर दिन्छु भनेर उहाँले भन्नुभएको छ। अनि भर्स 3 मा तपाईँले पढ्नुभयो भने 61:3 पढ्नुभयो भने यसो लेखेको छ बुक अफ आइजायामा, सियोनमा बिलाप गर्नेहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट, शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोषक पहिराइदिन र उहाँको गौरवको प्रदर्शन होस् भनेर परमप्रभुले नै रोप्नु भएको धार्मिकताका फलाटहरू तिनीहरू भनिनेछन्। अब परमेश्वरले बिलाप गर्नेहरूलाई, शोक गर्नेहरूलाई परमेश्वरले अब आनन्दले भर्न गइराख्नु भएको छ। अब वेदनाको साटोमा चाहिँ अथवा सट्टामा चाहिँ तपाईँले अब प्रशंसाको गीत गाउन गइराख्नु भएको छ। अब परमेश्वरले तपाईँ चाहिँ यस्तो व्यक्ति बनिनुहुनेछ, यस्तो परिवार, यस्तो मिनिस्ट्री बनिनुहुनेछ जो चाहिँ परमेश्वर आफैले रोप्नु भएको, परमेश्वरको हातले रोप्नु भएको तपाईँ व्यक्ति, परिवार, त्यो वृक्ष, त्यो बोट तपाईँ बन्नुहुनेछ। यो परमेश्वरको प्रतिज्ञा हो। अनि यसैबाट बाइबलले भन्छ उहाँको महिमा चाहिँ हुन्छ। परमेश्वर केमा एक्सपर्ट हुनुहुन्छ भन्दाखेरि नि उहाँले हरेक कुरोलाई त्यो डिभाइन एक्सचेन्ज गर्न सक्नुहुन्छ। उहाँले हरेक कुरोलाई उहाँले बदलाउन सक्नुहुन्छ। तपाईँको कष्टलाई आनन्दमा, शोकलाई त्यो आनन्दमा उहाँले परिणत गर्न सक्नुहुन्छ। तपाईँको जीवनको दुःखको सिजनहरूलाई परमेश्वरले आशिषमा परिणत गर्न सक्नुहुन्छ। अनि त्यही कारणले गर्दा भजन 50:20 भन्छ, तिमीले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो। मसँग आमेन भनेर भन्नु होला। हाम्रो परमेश्वर भलाइ गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँले प्रार्थना गर्दै गर्दा तपाईँको शत्रुलाई, शैतानलाई तपाईँले भन्न सक्नुहुन्छ, तैँले मेरो लाइफमा हानि गर्ने विचार गरेका थिइस् तर त्यही कुरोलाई परमेश्वरले भलाइमा परिणत गर्नुभएको छ। हाम्रो परमेश्वर चाहिँ हरेक कुरोलाई भलाइमा परिणत गर्ने परमेश्वर हुनुहुन्छ। जोडसँग ताली बजाउँदै हामी परमेश्वरलाई महिमा दिउँ। भजन किताब 90:15 अनुसार परमेश्वरले अब हरेक कुरोलाई बदलाउन गइराख्नु भएको छ। यो चाहिँ एउटा यस्तो रात पछिको आनन्द जस्तै हो, जोय आफ्टर द नाइट। रात पछिको त्यो दिन जस्तो, त्यो आनन्द जस्तो। तपाईँको जीवनमा जब रात पर्छ नि तपाईँले केही कुरो देख्नुहुन्न, तपाईँलाई गाह्रो पर्छ, तर त्यसपछि उज्यालो आउँछ। अनि परमेश्वरले तपाईँको लाइफमा पनि त्यो आनन्द ल्याउन गइराख्नु भएको छ। मसँग आमेन भनेर भन्नु होला। अब हामी थाहा गरौँ 2026 चाहिँ हामी प्रत्येकको लागि एउटा आशिषमय वर्ष हुनेछ। तपाईँले तपाईँको शत्रुलाई, तपाईँको समस्यालाई, तपाईँको कमजोरीलाई, जुन चाहिँ क्षेत्रमा तपाईँ सङ्घर्ष गरिराख्नु भएको थियो त्यो कुरोलाई तपाईँले देख्नुहुने छैन। यो सिजन चाहिँ हाँसोको सिजन हुनेछ, एउटा आनन्दको सिजन हुनेछ, तपाईँको प्रार्थनाको आन्सरको एउटा सिजन हुनेछ, शान्तिको सिजन हुनेछ। अनि तपाईँको जीवनमा भएको सबै कुरोलाई उहाँले हटाइदिनुहुनेछ। अनि म जसले यो ठाउँमा आएर भन्छ
मिठो कुरा, परिस्थिति छैन भनेको छैन मोजेसले, परिस्थितिलाई उसले देखेको छ, तर परिस्थितिको बिचमा उसले आफ्नो आशालाई गुमाएको छैन। उसले भन्छ मेरो आशा चाहिँ मेरो परमेश्वरमा छ, किनकि उहाँले चाहिँ मलाई आनन्दले भर्नुहुनेछ। परमेश्वर सधैँ निष्पक्ष हुनुहुन्छ, उहाँमा कुनै पार्सिलिटी छैन। उहाँले हरेकलाई इक्वली प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, कदर गर्नुहुन्छ अनि उहाँको फेभरलाई देखाउनुहुन्छ। अनि यो ऋतुहरू चाहिँ तपाईँको लागि हो। परमेश्वरले असल ऋतुहरू तपाईँको जीवनमा ल्याउन गइराख्नु भएको छ। अब हार, निराश, पर्खाइ, पीडाहरूको ऋतुको चाहिँ अन्त भएको छ। मसँग घोषणा गर्नुहोस् त अन्त भएको छ भनेर, मेरो जीवनमा अन्त भएको छ भनेर भन्नु होला। किनकि अब यो ऋतुहरू चाहिँ हाँसोको ऋतु, परमेश्वरको प्रार्थनाको आन्सर प्राप्ति गर्ने एउटा ऋतु र शान्तिले भरेको त्यो सिजनहरूमा हामी प्रवेश गर्न गइरहेका छौँ। अनि यो चाहिँ मोजेसको प्रार्थना हो, मोजेसको कम्प्लेन होइन। अनि मोजेसले भन्छ हो हामी गाह्रो स्थितिबाट भएर गयौँ, तपाईँले ती कुरालाई देख्नु भएको छ, तर एउटा कुरा चाहिँ तपाईँले यो ऋतुलाई बदलाउन सक्नुहुन्छ, तपाईँले रिप्लेस गर्न सक्नुहुन्छ। खराब वर्षलाई चाहिँ असल वर्षमा तपाईँले रिप्लेस गर्न सक्नुहुन्छ। अनि यो मोजेसको प्रार्थना हाम्रो पनि प्रार्थना हो। कोही बेला हामी त्यो डिफिकल्ट सिजनहरूबाट हामी भएर गइरहेका हुन्छौँ। परमेश्वरले डेलिबरेटली परमेश्वरले त्यो सिजनहरूबाट परमेश्वरले हामीलाई भएर जान दिनुहुन्छ। तर त्यो समयहरूमा परमेश्वरलाई भन्नुपर्छ त्यो हाम्रो लागि गुनासो होइन, यो चाहिँ हाम्रो लागि प्रार्थनाको समय हो। तपाईँहरू कतिजनाले 2025मा गाह्रो समयमा भएर जाँदा गर्दा प्रभुसँग गुनासो पोख्नुभयो कि प्रभुलाई भन्नुभयो प्रभु मलाई तपाईँले दिनुभएको यो समय हो, यो प्रार्थनाको समय हो, तपाईँले प्रार्थनामा तपाईँले बिताउनु भयो। किनकि मोजेस अनि इजरायललाई पनि परमेश्वरले एउटा तयारीको बाटो भएर परमेश्वरले जान दिनु गइराख्नु भएको चाहिँ थियो। परमेश्वरले कठिन दिनहरू हाम्रो जीवनमा कोही बेला आउने त्यो अनुमति उहाँले हामीलाई दिनुहुन्छ, हाम्रो जीवनमा दिनुहुन्छ। तर हामी विश्वासमा खडा भएको परमेश्वर चाहनुहुन्छ, किनकि परमेश्वरले हाम्रो जीवनमा त्यो सँगसँगै उहाँको आनन्दलाई पनि उहाँले ल्याउन चाहनुहुन्छ। कठिनाइको वर्षहरूमा पनि, त्यो ऋतुहरूमा पनि, त्यो सिजनहरूमा परमेश्वरले हामीलाई कहिले पनि त्याग्नुहुन्न। तर परमेश्वरले हामीलाई आकर दिन चाहनुहुन्छ, परमेश्वरले हामीलाई सिकाउन चाहनुहुन्छ। हाम्रो हृदयहरू चाहिँ उहाँतिर फर्काएको चाहिँ उहाँ चाहनुहुन्छ। विश्वासीहरू पीडाबाट भएर गुज्रेर पनि जान्छन्, तर हामीले एउटा कुरो बुझौँ, त्यो पीडाहरूमा पनि परमेश्वर हामीसँग रहनुहुन्छ। उहाँ नै हाम्रो आनन्दको स्रोत चाहिँ उहाँ नै हुनुहुन्छ। अनि मोजेसले भन्छ वर्ष 15मा आएर तपाईँले मात्र हामीलाई खुसी पार्न सक्नुहुन्छ। मोजेसले थुप्रै परिस्थितिहरूलाई देखे, तर त्यो परिस्थितिहरूमा परमेश्वरको अनुग्रह, उसको जीवनमा परमेश्वरलाई मागेको कुराहरू हामी थाहा गर्छौँ। वास्तविक परमेश्वरको आनन्द पाउनु त्यति सहज छैन। परमेश्वरले त्यो बाटो भएर जान दिनुहुन्छ, जुन चाहिँ आनन्द चाहिँ परमेश्वरबाट, स्वर्गबाट आउँछ, जसले हामीलाई दरिलो बनाउँछ। अनि नेहमियाको किताबमा चाहिँ लेखेको छ परमेश्वरको आनन्द चाहिँ बल हो। यदि हाम्रो जीवनमा त्यो आनन्द आयो भने नि हामी त्यसै पनि बल प्राप्त गर्छौँ। हामीले कुनै पनि चुनौतीहरूलाई हामी सामना गर्न सक्छौँ। अनि त्यही कारणले गर्दा 2025मा हामी त्यो बाटो भएर गयौँ होला, तर परमेश्वरले 2026 भित्र पस्दै गर्दा परमेश्वरले हामीलाई नयाँ गरी खडा गर्नुभएको छ। परमेश्वरले हाम्रो प्रार्थनालाई सुन्नुभएको छ, हाम्रो चित्कारहरूलाई देख्नु भएको छ, हाम्रो आँसुहरूलाई उहाँले देख्नु भएको छ। अनि 2026 चाहिँ हाम्रो लागि फरक र आशिषमय वर्ष हुनेछ, किनकि सबै कुरोलाई उहाँले रिप्लेस गरिदिनु भएको छ। यो वर्ष 15 चाहिँ तपाईँको लागि हो, मेरो लागि हो।
परमेश्वरले नि जहिले पनि एउटा कुरो के याद गरौँ भन्दाखेरि नि परमेश्वरले हरेक कुरोलाई सन्तुलन गर्नुहुन्छ अनि पुनर्स्थापना गर्नुहुन्छ। परमेश्वरले हरेक कुरोलाई ब्यालेन्स गर्नुहुन्छ अनि त्यसपछि उहाँले रेस्टोरेसन गर्नुहुन्छ। अनि त्यो कारणले गर्दा हामी एउटा कुरो बुझौँ, हाम्रो जीवनमा थुप्रो परिस्थितिको बाटो भएर गयो होला, तर उहाँको बाचा यो छ, उहाँ चाहिँ रेस्टोरेसनको बिजनेसमा हुनुहुन्छ। अब हरेक कुरोलाई उहाँले रेस्टोर गर्न गइराख्नु भएको छ। तपाईँको पेनलाई परमेश्वरले अब सँगाइ गर्न गइराख्नु भएको छ। तपाईँलाई एउटा पर्पजको लागि, उद्देश्यको लागि परमेश्वरले अब तपाईँलाई प्रयोग गर्न गइराख्नु भएको छ। तपाईँको अब दुःखको, कष्टको अब अन्त भएको छ, किनकि तपाईँको पेनलाई परमेश्वर त्यस्तै वेस्ट जान दिनुहुन्न, त्यसलाई परमेश्वरले प्रयोग गर्नुहुन्छ, युज गर्नुहुन्छ। तपाईँको जीवनको परिस्थिति विगत समयहरूमा तपाईँले फेस गर्नुभयो होला, त्यो परिस्थितिको बाटो भएर जानुभयो होला। अब फाइनल वर्ड चाहिँ परमेश्वरको मात्र तपाईँको जीवनमा पुरा हुनेछ। अनि उहाँले तपाईँलाई के भन्नुहुन्छ भन्दाखेरि अब सबै कुरालाई चाहिँ म रिप्लेस गर्न गइरहेको छु। परमेश्वर तपाईँको जीवनमा सुदिनलाई अब फर्काउन गइराख्नु भएको छ। तपाईँ हरेक कुरामा अब मौलाउन गइराख्नु भएको छ। परमेश्वर तपाईँलाई सफलता दिन गइराख्नु भएको छ। अनि मोजेसले भन्छ हामीले यतिको दिनसम्म यी सबै समस्याहरूलाई देख्यौँ, तर हामीलाई थाहा छ तपाईँले मात्र सबै कुरोलाई बदलाउन सक्नुहुन्छ। तपाईँसँग मात्र त्यो हक छ, अधिकार छ, अनि तपाईँले मात्र त्यो कार्यलाई गर्न सक्नुहुन्छ। तपाईँको साथीलाई छोएर भन्नुहोस् न, तपाईँको पीडालाई परमेश्वरले खेरो जान दिनुहुन्न भनेर भन्नुहोला। उहाँले त्यसलाई प्रयोग गर्नुहुन्छ भनेर भन्नुहोला। तपाईँको पीडाद्वारा परमेश्वरले काम गर्नुहुन्छ। अनि त्यही कारणले गर्दा आजको दिन हामी परमेश्वरलाई धन्यवाद दिनको लागि यस ठाउँमा हामी भेला भएका छौँ। यो चाहिँ परमेश्वरको समय हो अनि परमेश्वरको ऋतुमा हामी खडा भएका छौँ। परमेश्वरलाई धन्यवाद दिन सुरु गर्नुहोस् अनि उहाँलाई भन्नुहोस्, प्रभु म तयारी छु, म रेडी छु। किनकि तपाईँको लाइफको समस्याहरू चाहिँ पर्मनेन्ट छैन, किनकि परमेश्वरले त्यसलाई कुनै पनि समय बदलाउन सक्नुहुन्छ। येशू आफूलाई पनि हेरौँ, त्यसपछि अन्त्यौँ। बाइबल यसरी भन्छ, येशूले पनि त्यो दुःखको बाटो भएर जानुभयो। अस्वीकृति भने उहाँको जीवनमा पनि उहाँले देख्नुभयो। क्रुसको अनुभव गाह्रो अनुभव थियो, तर बाइबलले भन्छ दुःखले येशूको कथाको अन्त चाहिँ गरेको छैन। येशूको कथाको अन्त चाहिँ दुःखमा भएको छैन, तर पुनरुत्थानले भएको छ। किनकि येशूको जीवनमा त्यो पुनरुत्थानलाई हामी देख्न सक्छौँ। अनि तपाईँ र मेरो जीवनमा पनि येशूको पुनरुत्थानद्वारा त्यो पुनरुत्थानको शक्ति चाहिँ उहाँले हाम्रो जीवनमा पनि अभाइलेबल गराउनु भएको छ। अनि यो पुनरुत्थानको शक्तिले चाहिँ हाम्रो जीवनलाई सधैँभरिको लागि बदलाइदिँदछ। मसँग आमेन भनेर भन्नु होला। ल हामी प्रार्थना गरौँ। 2026 को फर्स्ट हामी यो सन्डे चर्चमा हामी भेला भएका छौँ। अनि उहाँको प्रतिज्ञा चाहिँ यो छ, हाम्रो जीवनको दुःखहरूलाई उहाँले अब बदलाउन गइराख्नु भएको छ। उहाँको आनन्दले उहाँले हामीलाई भर्न गइराख्नु भएको छ। डबल अनर उहाँले हाम्रो जीवनमा ल्याउन गइराख्नु भएको छ। डबल कुराहरू ल्याउन गइराख्नु भएको छ। उहाँले सबै कुराहरू दोबर आशिष उहाँले ल्याउन गइराख्नु भएको छ। अब यस समय हाम्रो शिरहरू हामी झुकाऊँ र केही समय प्रार्थना गरौँ।